गाडी पानी पर्यो है यो गरी पानी पर्यो बस पार्कमा अहिलेको अहिले है यहाँ झ्याप्पो लाएर यहाँ हाम्रो सोल्टीले यहाँ बनाउँदैछ होइन यहाँ हामी बस्ने ठाउँ बनाउँदैछ हाम्रो यहाँ सोल्टी दोस्तीले चाहिँ है अहिलेको अहिले पानी पर्यो गाइस गाह्रो छ यहाँ गरी खान गाह्रो छ गाइस गरी खान गाह्रो छ पानी पर्यो अहिलेको अहिले अब म त अब यस्तो पानीमा त गरिन्न होइन मेरो घोडा पनि छ हिरो यस्तो पानीमा त म त बस्दिनँ होइन अनलाइन बस्दिनँ म पानीमा त अब कहाँ मोबाइल कभर छैन यार कहाँ जानु होइन त्यही भएर अहिलेको अहिले पानी पर्यो गाह्रो छ गाइस यार यो यता त चुहेको रहेछ नि सोल्टी यार होइन बर्खा टाइममा यस्तै हो है अहिले एक्टिभ लिएर आएको उता के को ठाउँ भन्थ्यो पानीटारभन्दा उतादेखि लिएर आएको है 60 रुपियाँको टिप लिएर आएको यहाँ पिजी मलनिर यस्तो यस्तो प्यासेन्जरहरू हुन्छ यार अब 60 रुपियाँ पनि दिन नसक्ने सम्पर्क दिइन क्या त्यस्तो प्यासेन्जर चाहिँ मलाई जिन्दगीमा कहिले नपरोस् यार यस्ता मलाई प्यासेन्जरहरू देखेर त लास्टै रिस उठ्छ भने यार मान्छेले उहाँदेखि होइन साइकलमा अब कस्तो गरी ल्याएको हुन्छ उनीहरूको सामान भिज्छ कि भनेर यहाँको लाई होइन सुरक्षित गरेर ल्याएको कि यहाँ ल्याएर क्युआर गरिदिनु भने क्युआर नै लिमिट लागेको छ अरे लास्टमा त म्यासेज क्युआर लिमिट गरेको छ ओके भाइ भनेर म्यासेज गर्छ वाट्सएपमा माछाले त्यस्तो छर्काइदिउँ कि जस्तो लागेको थियो फेरि अब होस् त्यति रुपियाँले केही घाउ गरिपाउनु भनेर मैले गरेन होइन त्यही हो गाछी पानी पर्यो असिना झऱ्यो दाइको रुमाल भाउजूलाई मन पर्यो हाम्रो सोल्टी यतातर्फ माक्स लाएर बसिरहेछ है यो चाहिँ हाम्रो यसले चाहिँ धेरै काम गरेको छ होइन पानी परेर खत्तम भयो नि गाइस गाह्रो छ गाइस गाह्रो छ है के हो यो झाँक्रीको जस्तो यो पुरै झाँक्रीको गर्छ नि झाँक्रीहरू होइन त्यस्तै छ झिलिमिली पानी पऱ्यो यस्तै हो केटा साँच्चै जिन्दगी भन्नु होइन कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ त्यो थाहा छैन ल गाइस भिडियो फुल हेर्नु होला र सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट पनि गरिदिनु होला नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल गएर भिजिट गर्नु होला भन्दै फेरि म भोलिको भ्लग लिएर आउनेछु बवाल खालको आज चाहिँ मैले कति राइड हान्यो भन्दाखेरि 5 राइड हानिसक्यो अब 7 बजीसम्म हान्ने भनेर टार्गेट थियो होइन यस्तो पानी पऱ्यो भने चाहिँ मैले हान्दैन किनकि मोबाइल कभर छैन नि त त्यही भएर पानीले भिज्छ अब लोकेसन हेर्दै हिँड्नुपर्छ नि त होइन त्यही भएर गाइस अब त्यही हो पानी परेन भने हामी चाहिँ 1-2 राइड हानेर कोठातिर भागिन्छ पानी परेको भयो भने रोकेन भने चाहिँ घरतिर कुदिन्छ होइन रेनकोट ओरिन्छ त्यही हो गाइस आज मेरो 10 राइड पुरा गर्ने भन्ने टार्गेट थियो अब नभ्याउने नै भयो यो पानीले होइन त्यो प्यासेन्जर यस्तो पैसा नदिने खालको पर्छ होइन के गर्नु ल ओके गाइस भोलि नेक्स्ट भिडियो दामी लिएर आउनेछु है तपाईँले माया गरिदिनु होला लाइक कमेन्ट र सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्दै ओके बाई गाइस